अनि भोट हाल्न कहिले जान्छौ त गाउँ? खै भोट हाल्न नि के जानु र हो, जसलाई भोट हाले पनि जहिले उस्तै छ। मत हाल्ने कुरा सामान्य जस्तो ठान्नु हुँदैन नि। चुनावको महत्व नबुझ्नेले मात्र यस्तो कुरा गर्छन्। तिमी युवा भएर पनि मेरो एक मतले के नै फरक पार्छ र? निर्वाचनमा एक मतको ठूलो महत्व हुन्छ। एक मतले नै हाम्रो भाग्य र भविष्य निर्धारण गर्छ। खै त्यस्तो भएको देखिँदैन। हामी महिलाको अवस्थामा कहिल्यै परिवर्तन। त्यस्तो सोचेर पनि हुन्छ? समाज बिस्तारै परिवर्तन हुँदैछ। हामी लोकतान्त्रिक व्यवस्थामा छौं। लोकतान्त्रिक शासन व्यवस्थामा सबैले समान अधिकार, भूमिका र अवसर पाएका हुन्छन्। हाम्रो संविधानले नै महिला, पुरुष, अपाङ्गता, वृद्ध, अल्पसंख्यक लगायत राज्यका सबै तह र तबकाका नागरिकलाई समेटी समावेशी शासनको मूलधारमा ल्याउने प्रयास गरिरहेको छ। त्यसैले सबैले मत हाल्नै पर्छ। हो र भने म त भोट हाल्न नजाउँ कि भन्दै थिएँ। तिमीले त मेरो मन नै परिवर्तन गरिदियौ। हेर, आफूले चाहेको प्रतिनिधि चुन्न सबै वर्गका नागरिकले यो चुनाव मेरो प्रतिनिधि चुन्ने चुनाव हो भनेर मतदानमा सहभागी हुनै पर्छ। यही फागुन 21 गते बिहान 7 बजेदेखि अपराह्न 5 बजेसम्म हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरौं। निर्वाचन आयोग नेपाल।